Hello everyone, welcome back once again to another video. आजको यो भिडियोमा चाहिँ we are going to react on Zelen Brothers को भिडियोमा हैन. Yes, bring a new video हैन. अनि पुरा Zelen Brothers को चाहिँ एकदम कमेडी टाइपको हुन्छ अनि यसमा चाहिँ केपी ओलीले पनि फिचर गरेको छ. So I'm really excited to see हैन. मैले एक दुईटा भिडियो मात्र रिसेन्टली देखेको थिएँ हैन. अनि yes used to make fabulous टाइपको हैन. एकदम कमेडी टाइपको भिडियो बनाउनुहुन्छ. So without any wasting time हैन, अब चाहिँ डाइरेक्ट स्टार्ट गर्छौं. भिडियोको टाइटलको नाम चाहिँ जोला ग्याङ मा डाइरेक्ट स्टार्ट छ क्या. So without any wasting time we are going to start, okay? The Club World Cup is coming soon. Stay ahead of the game with 1xBet sporting news. चलो भाई यो देश अब जोगाउनलाई दुर्गा प्रसाद खोज्यो देशले. दुर्गा प्रसाद कता हुनुहुन्छ आज भोलि? म यही छु. पुनित दाइ नमस्कार. नमस्कार. तापुजी सो के खानुहुन्छ? रोटी खान्छु. अनि प्रधानमन्त्रीजी हजुरले चाहिँ के खानुहुन्छ नि? यस्तो नचाहिँदो कुरा गर्न पाइन्छ. त्यही त उहाँहरुले खाने भनेको घुस मात्र हो. यो सरकार चाहिँ भात रोटी खान्छ, घुस खाँदैन, पैसा खाँदैन. व्याख्यान चाहिँ घुस खाँदैन. चोरले कहिले म चोर हुँ भन्छ. हेर्नुस् त प्रधानमन्त्रीज्यू, राजा आउँछ भन्दैछन्. हजुरहरुको काम देखेर कोही पनि जनता खुसी छैनन् के आज? अनि जहाजका कुरा गर्दा मलाई धेरैले मजाक उडाए. अरूले मजाक उडाए होला, तर म चाहिँ पट्याउँछु है हजुरको कुरा. त्यसमा पत्याइहाल्नु पर्ने कुरै जरुरी छ. के भयो बोल्नुस् न. मैले हाम्रो घरको एउटा तिल्के भन्ने गोरु थियो त्यो सम्झिहाल्नुहुन्छ नि. गोरुले बाहिर जोत्ने, हजुरले गफ. मैले कहिल्यै गलत कुरा, झुट कुरा, बेइमान कुरा गरेको सुनेको छु. अनि घर घरमा ग्यासको पाइप र रेल ल्याउने कुरा चाहिँ चुनाव अगाडि घर घरमा रेल ल्याउँछौ भन्थ्यौ. खोइ त घर घरमा रेल ल्याएर अनि तपाईको घर चाहिँ कता उछिटिन्छ नि. अब यहाँ पनि जोक गर्नुभयो के? केपीओलीको थाहा छ, काम गर्नुभन्दा बढी जोक पनि गर्छ. उनीहरूलाई पीर केसमा छ भने मैले सारा नेपाली जनता आउँछ. जनता हँसाउन राम्रो हो, तर काम गरेर हँसाउने हो, जोक हानेर होइन. जोकर हो के गर्ने? जोकरले हामीले सीएम माग्यो. यिनीहरूसँग सेन्स अफ ह्युमर पनि छैन. हजुरसँग सेन्स अफ ह्युमर छ, तर देश बनाउने भिजन छैन भन्छन् नि. भन्छन् तर एमालेले काम एकदम राम्रो गरे है. काम राम्रो गर्यो भन्न नसक्ने. एउटा यो काममा चाहिँ राम्रो गरेछ समर्थन गर्दै भनेर मलाई देखाउनु न त. केरम काठमाडौँ पोखरा लुम्बिनी रेलवे हावादारी कुरा गर्नुहुन्छ. नेपालमा चाहिँ विकासको कुरा पनि गर्न पाइने. विकासको कुरा मात्र गर्ने, काम चाहिँ नगर्ने. केपी ओलीले कहिले देश डेभलप गर्दैन मुजी. युवाले एकदम राम्रो गर्न के राम्रो गर्नु भएको छ भन्नुस् त. काठमाडौँमा पानी पनि झारेको छ, राजमार्ग चौडा पनि गरेको छ, सुरुङ पनि खनेको छ, बाटा सोझा गरेको छ, फराकिला गरेको छ, रेल कुदाउँछु भनेको छ, शिलान्यास गरेको छ, रेल किनेर जनकपुरमा ल्याइसके. ए हो त यार, यस्तो राम्रो काम गर्ने प्रधानमन्त्री पाउनु भनेको हाम्रो भाग्यको कुरा हो. केपी ओली भनेको त के हो तपाईँलाई थाहा छ? यो देशको असली नेता हो. असली तस्कर नेता भन्नुस् न. केपी ओली तपाईँ नेता भन्नु. ओलीजी भनेको महान नेता. मुलुक लुट्ने जनता चुस्ने कसरी नेता हुन्छ? नेता हो. नेता भयो अरे दलाल भन्नु. दलाल होइन, बरु म झोले भन्छु. किन भने अनि हजुर आफैले म झोले हो भने हैन त. म नेकपा एमालेको झोले हो. काठमाडौँ कब्जा गर्न झोले भएपछि एमालेले झोले बन्ने अभियान सुरु गर्यो. त्यसमा लेखिएको म झोले हो भन्ने शब्द व्याकरणका दृष्टिकोणले आफैमा गलत छ. भनेपछि उहाँहरूलाई देश विकास गर्न मात्र होइन, व्याकरण पनि नआउँदो रहेछ. पढाइ लेखाइमा ध्यान लगाऊ. भन्ने बेला पार्टीको झन्डा उचालेर हिँडेपछि यही हुन्छ हालत. ऊ झोले हो या त्यो झोले हो भन्न चाहिँ मिल्थ्यो फेरि, तर आफूले आफैलाई भन्न चाहिँ म झोले हुनै भन्नुपर्छ. म यस देशका जनताको झोले हो. म जनताको झोले रे. कुन चाहिँ गेडो जनताको झोले हो? जनतामा नि उठाने. कुन चाहिँ जनता रे? हेर्नुस् उहाँको जनताहरू. हामी त उम्रिएदेखि एमाले एमालेको झोले हो. एमाले हामी त म तिम्रो छोराहरूलाई भनेको भोलि बिहान केपी ओली मर्यो भने फेरि कसको झोले हुने हो त? केपी ओली बित्नु भयो भने बाँकी नेताहरूको झोले बन्छ. बन्नियो भने राजाको झोले बन्नियो. किन बन्ने? झोले कसैको पनि बन्नु हुँदैन, बरु नेपाली बन्ने भन्नुस् न. तपाईहरु आजदेखि नेपाली बन्ने कि झोले बन्ने हो भन्नुस् त. नेपाली बन्ने नि. हैन, हात उठाउनु न. यहाँ फेरि एमालेका पनि छन् कि क्या हो? पुण्यदाय हात माथि उठाउनुस् न कि हजुर पनि झोले हो. जरुर साथी म झोले हुँ. झोले भनेर के पाउँछस् मुजी? आइज हामीसँग आइज राजावादी बन. तर मैले चाहिँ म झोले हुँ भन्ने ब्यानर सजाएको छैन. त्यो ब्यानर सजाउनै पर्दैन क्या, हजुरको अनुहारै काटी छ. तर म देशभक्त झोले हुँ. त्यो झोला बोक्छु जसलाई जननेता कमरेड मदन भण्डारीले हिजो बोक्नु भएको थियो, पुष्पलालले बोक्नु भएको थियो. हो, ती झोलाहरू बोक्ने हो खास. तर हजुर त टिकटक लाइभमा जापानका मालादायको झोला बोक्दै बस्नु भएको छ. राम्रा कुरा बोकेन त्यो झोला. ओ झोलामा के हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो. दुर्गा प्रसादले गुन्डाको नाइकी भन्नुभएको थियो. प्रधानमन्त्रीज्यू भन्नुहोस् त हजुरको झोलामा के छ? झोलामा छ जब्स, झोलामा छ जब्स, कति धेरै अफ साला कति धेरै अफ. झोले हुँ भन्दै हिँड्नु निर्लजता होइन. केपी ओलीज्यूले आफूलाई झोले भन्नु भएको छ नि. त्यही झोलेसँग तपाईहरुको सहकार्य छ के भन्नुहुन्छ? झोले भनेर पनि बुझ्दै बुझिरहेको झोले भनेको हजुर हो. अनि केपी ओलीले हामी नेता भनेको जनताको झोला बोक्ने झोले हो भन्नुभएको छ त. झोलेको अर्थ झोला बोक्नु मात्रै होइन, अनि अरु के हो त? विवेक शून्य हुनु पनि हो. झोले भन्नाले कुनै नेताको अन्धभक्त व चम्चागिरी गर्ने समर्थकहरूलाई बुझाउँछ. त्यसको जिउँदो उदाहरण
हामी त उम्रिएदेखि एमाले केपी शर्मा ओलीले कुनै सरकारी जग्गा लुटेर खानु भएको छैन। उहाँ एकजना महान नेता हो। झोलेहरूले आफ्नो स्वार्थका लागि नेताहरूको प्रशंसामा अति नै अगाडि बढ्ने यो त हजुरलाई नै भने जस्तो लाग्यो त। झोले भन्नाले निस्वार्थ रूपमा काम गर्नु भन्दा पनि कसैको कृपामा बाँच्ने, चाकरी गरेर आफ्नो स्थान सुरक्षित राख्ने व फाइदा लिने व्यक्तिलाई जनाउने गर्दछ। कार्यकर्ता पछौटीहरू उहाँले जे भने पनि ठिक लाग्छ। उहाँले त माइक यसरी भुइँका पार्दिउने हजुर राजावादीहरू पनि त्यही त हो नि, राजाको गु पनि बसाउँछ हजुरहरूलाई। म केपीकै हनुमान हो। झोले हनुमानमा साला कहिले आउने हो बुद्धि, यसको पछाडि कन्डो चाट्दै हिँडेको चाहिँ कहिले आउँछ बुद्धि। हनुमान ठिक छ, उहाँ राम हो, म हनुमान हो। त मुद्दा त हनुमान हैन, तर को छोरो औकात भएको नेता चुनाव प्रचार गर्नेलाई भेलु बाजेलाई 2013 जनठान लाएर चुनाव प्रचार गराउन त माया चिनी खाते रन्टीको छोरो। हेलो हेलो भाइ सुने गन्याम दुरा भन्दा अलि पर्तिर यहाँ डडेलधुरा। अब के काम विषय छ सर? तपाईको जिल्लामा आएको बेला यसो सम्झेको नि। अनि त्यता सबै राम्रो छ नि? हैन ठिकै छ, अब राम्रो छ यतातिर। अनि एमालेको त मैले 2000 रुपैयाँ दाम दिए थियो, अनि कोटको जेबमा हाले, अनि त्यही 2000 रुपैयाँ दाम थियो। कांग्रेसले दिन्छ भने मैले खाने के? यो झोले गालीको शब्द बनाइयो। तपाईँ मैले के भन्छु थाहा छ? रन्डीको छोरो, प्युठानको अपुताली, खाए हिँडा। झोले केपी शर्मा ओली देशको झोला बोक्ने मान्छे होइन। यो झोले झोला शब्द सुन्न वाक्य लाग्यो यार। अब तपाईहरु झोला किन्नुहुन्छ, सबै कार्यकर्तालाई झोला दिनुहुन्छ। अब झोलाको मूल्य बढ्छ कि घट्छ? बढ्छ। बजार भोलिबाट सर्वेक्षण गर्नुस्। विचारको झोला बोकेका छु, समृद्धिको झोला बोकेका छु। भ्रष्टाचार लेख्या छ झोलामा, काण्डै काण्डको इतिवृत्तान्त लेख्या छ झोलामा। झोलालाई प्रतीक बनाएर कति गीत लेखिया हुन्छन्। आँधी खोलामा के ल्याइदिउँ, देशको त बेइज्जती भयो, त्यो मैले झोलाको नि बेइज्जती भयो। हामी झोले नै चोरले म चोर हो भन्दैन भन्थे, यहाँ त झोलेहरूले खुलेआम हामी झोले हौ भन्दैछन् त। एमालेका 6 लाख कार्यकर्ता सबै झोले हो। भनेपछि हजुरहरू सबैजना झोला ग्याङ। अब त्यो सही पनि एमाले, मै पनि एमाले भन्ने गीतलाई हटाएर झोला ग्याङ म्याच भनेर आफ्नो एन्थम बनाउनु पर्यो। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नमा गर्व छ। क्यान्सरका काण्ड हाल्ने झोला, तेरा मोक्सा पैसा हाल्ने झोला, व्हाइट बडीका झोला, ललिता निवास जग्गा काण्डका पैसा हाल्ने झोला, विजिट भिसाका पैसा हाल्ने झोला, जानी शरणार्थी काण्डका पैसा हाल्ने झोला। झोला त्यस्ता भए अब राजा आउँछ अनि त्यही झोलामा प्याक गरेर रन्डी छोरोलाई पठाइदियो। It's really funny, you know. The way I really appreciate, you know, how he's considering the national clips कहाँ because यो एउटा भिडियो बनाएर लाइक हैन एक्ज्याक्ट एलाइन गरेर पुरा बनाएको छ। त्यो चाहिँ सिरियसली एप्रिसिएट गर्न पर्ने छ कि। अनि त्यसलाई जला ग्याङ म्याच you got it bro, हैन। अनि I really enjoy, हैन। तपाईलाई कस्तो लाग्यो आजको यो भिडियो, हैन? राम्रो लाग्यो लाइक गर्नु, सब्स्क्राइब गर्नु, हैन। अनि अगर इफ यु वान्ट मी टु कीप अन मेकिङ रिएक्सन भिडियो नेपाली ब्रोसहरुको भन्दा प्लिज कमेन्ट अन द, हैन, कमेन्ट गरिदिनु कसको मलाई नेक्स्ट बनाउनु। I'll keep on making रिएक्सन भिडियो नाउ, हैन। किनभने अब गर्मी छ, ब्लगिङ चाहिँ अलिकति होलमा राख्छु, हैन। पुरा स्टप गरिदिनु होलमा राख्छु, तर टाइम टु टाइम ब्लगिङ पनि गरिरहेको छु, तर रिएक्सनमा ज्यादा हुन्छ। सो मलाई कमेन्ट हाल्दै राख्नु कसको माथि बनाउनुला। अनि आजको भिडियो चाहिँ यही समाप्त गर्छु, हैन। कस्तो लाग्यो तपाईलाई त्यो पनि कमेन्ट गरेर जरुर गरेर भन्नुहोस् ल। अनि भेटौँ अर्को भिडियोमा। तपाईहरु सबैजना स्टे सेफ इन सबैलाई बाइ बाइ, टेक केयर। अनि जोला ग्याङ ओके।